हेलो नमस्ते गाइज। फाइनली म चाहिँ आज रियादमा आइपुगेको छु होइन। दमनबाट 8 बजे हिँडेको, रियाद 1 बजे आइपुग्यो। यो चाहिँ दमन सिटी हो। रातिको अहिले 11 बजे 11:25 भयो। हामी चाहिँ अब दमन छोडेर रियादमा आएको आएर यहाँ बसिरहेको छौँ गाइज। यस्तै छ रियादको सहर। यो बाटो राति पनि यस्तो उज्यालो छ, बत्ती यस्तो पानीको ठाउँमा, मरुभूमिमा यस्तो झिलिमिली बत्ती बलेको छ चारैपट्टि। 24 घन्टा, 24 महिना, 24 दिन, 24 सेकेन्ड यत्तिकै हुन्छ बत्ती। यस्तो विकासले फड्को मारेको छ यस्तो मरुभूमिमा पनि। हाम्रो देश नेपालमा चाहिँ खासै विकास हुन सकिरहेको छैन। यी सब भ्रष्टाचारीहरूले गर्दा हो। अब आउने जेनेरेसनबाट लगातार खबरदारी गरेन भने यी भ्रष्टहरूको पछि नै लागिरह्यो भने कहिले पनि देश बन्ने छैन। हामी परदेशमा बसेर यस्तो छ यहाँ यस्तो उस्तो भनेर यसो हामी पनि यता भएको गतिविधिहरू कहिलेकाहीँ पोस्ट हाल्छौँ। हेरेर साथ दिनु होला। धन्यवाद। हस्त।